के हेर्दै हो सानो मामु हजुर के अरे यो भन्दा त अझै सानो छ है के त्यो होल भन्दा के भन्नुहुन्छ वाउ कस्तो राम्रो देखेको सिन तिम्रो घर कहाँ हो बाबु आउनुहोस् न राजा यहाँ हो हामीसँग घुम्नलाई नआएर के घरमा जान मन छ अरे यहाँ आऊ त घर गयो क्या यहाँ आउँछ यहाँ तपाईँ चाहिँ कहाँ आउनुभएको अरे हजुर तपाईँ चाहिँ कहाँ आउनुभएको यो कुन ठाउँ के काम आउनु कहाँ आउनुभएको यो कहाँ हो भचुर हो रे इट्टा इटा के इट्टा इटा भट्टामा आउनुभएको के गर्न आउनुभएको घुम्न कसरी अग्रिमेन्ट गर्छ किनभने मसँग यो छ हजुरसँग चाउचा छ भनेर आएको होला नि होइन कि कोसँग फुट्छ कि भन्नु हेर्नुहोस् हेर्नुहोस् म भिडियो बनाइदिँदैछु कि हजुरको गाड त अझै बस्दो रहेछ त अनि इँटा बन्छ र अहिले इँटा बन्छ र अझै गाड त उता बसिरहेछ ल जाउँ 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 सानो लेट्स गो केही प्लान लिन मिल्दैन यहाँबाट यो कानमा राख्नुपर्छ यसरी हो नि त मामुलाई सोध्नु त किन मामु यो त बिरामी हुँदैन रे के त्यो बिरामी लायो हुँदैन भने के। हामी यता निक्लिने हो यहाँ पर त्यो के भन्छ तरकारीहरू फार्म छ नि त्यहाँ गएर तरकारी कुटेर फेरि फर्किहाल्छ जानु नमिल्ने हो र दाइ जानु नमिल्ने हो र कहाँ मामु ए ए हस् 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 इँटाहरू त यहाँ त बनिरहेको रहेछ त होइन नयाँ इँटाहरू हो कि पुरानै हो दाजु नयाँ नयाँ हुनु नि त इँटाहरू नयाँ हो कि पुरानै हो बनेको इँटाहरू नयाँ हो कि पुरानो हो नयाँ चाहिँ यिनीहरूले प्रोडक्सन चाहिँ बन्द भइसक्यो कति ठुलो एरिया छ क्या है यहाँ हाम्रो घरको रोड भन्दा पनि धेरै छ चाइनाकै नाममा छ होला त यो मामु हजुर त्यो घरभित्र के थियो होला त्यहाँभित्र इँटा बनाउने ठाउँ थियो होला अफिस थियो होला मान्छेहरू बस्थ्यो होला अहिले चाहिँ किन बताएकै छ मामु किन अझै अब यहाँ बस्नु दिँदैन नि त यहाँ मान्छेहरूलाई धेरै यहाँ नजिक नजिक घरै घर भयो अनि इँटा बाटाबाट निस्किएको त्यो धुवाले मान्छेलाई असर गर्छ नि त त्यही भएर लिभ गर्ने त्यही भएर लिभ गरिदिएको गर्न लगाएको सिटी बजाउँदै जाऊ भन्दैछ उसले हेउ अस्ति नि सरोज हामी आउँदाखेरि पनि रोकेको नि त आकाशै छोए जस्तो छ त यो इँटा बाटाले त